छोरी पनि घर आए जस्तो छिन्। बा ए बा हजुर म मेरो कक्षामा प्रथम भएँ नि। यो कहिले हेरौँ त? स्याबास छोरी, जहिले यसरी नै प्रथम भइराख्नु। जाम बाहिर जाम न आऊ बस न। ल बस्नु न त। म कक्षामा प्रथम भएँ नि। खै हेरौँ त त्यसो भए। ए राम्रो गरेछौ त नि तिमीले त परीक्षामा त। तिमी किन आएको थियौ साँच्चै? केही होइन, त्यस्तै तिमीलाई भेट्न मात्रै आएको। ए ल म जान्छु ल, मलाई घरमा साह्रै ल काम ल छ। राम्ररी जाऊ। होइन यसरी आँखामा मुतिया पनि लाग्यो, यसरी किन बसेको? इन्जाम गर। ए आमा, हाम्रा बा अनपढ हुनुहुन्छ क्या हो, अत्र पढाइको कुरा गर्न मान्नु नै हुँदैन त। तँलाई पढाउनु लागेको छ हो? आमाको रहर पनि यही थियो होइन र? तेरो आमाको रहर पनि खुब पढ्ने थियो, तर किन पढ्न पाउनु भएन र? तेरो आमा पढ्न स्कुल त गएन, तर माथि गयो। तर स्कुल होइन, माथि खुब पढ्नु पर्ने भयो याद। सिधा किन्दै आउँछ आउँछ राधा किन्दै आउँछ। यो त मैले पहिल्यै गरिसकेको। यहाँलाई तिमीलाई थाहा छ यसका बाबाआमाले त्यसलाई पढ्न पठाउनु हुँदैन नि। सबैको बाबा आमा हाम्रो जस्तै कहाँ हुन्छन् र? हामीलाई त हाम्रो बाबाआमाले स्कुल हाल्नु भएको छ, बिचारी स्कुलै जानु पाएको छैन। भगवान कसले भन्यो सबैकी आमा एउटै हुन् भनेर? मेरी एउटा आमा थिइन् जो भगवानकी प्यारी भइन्, अझै म छु जो आफ्नो गाउँको पनि प्यारी हुन सकिनँ। होइन ओए, फेरि के उपचार गरिसकेछ? यसै पाराले कोहीको घरमा के गरी खान्छेस्? मुख बजाउन र उपद्रो गर्न त कसैले पो सक्दैन त बा यस्तै। सुर रामजी, ए रामजी। ए हजुर के काम ल्याउनु भयो? छोरी ए छोरी, दुई ग्लास पानी दिएर त भन्नुहोस् न। हेर्नुहोस् रामजी, छोरीको बिहे गरेर अर्काको घरमा काँसो लगाइदिने बेला यही हो। छोरीले मान्दैन। हेट तेरी रामजी, मनाउनु पर्यो नि। यस्तो खानदानी परिवारमा नाता किन जमन गर्नुहुन्छ? नानीको उमेरमा मिल्दैन। तेरी नानी, बिहे गर्यौ भने पढ्न पाउँछौ तिमीले। साँच्ची? अब भन, बिहे गर्छौ कि नै? हुन्छ त, पढ्न पाएँ भने म पनि डाक्टर बन्छु होला नि त। सुन्छेस् डक्टर हुनुभन्दा अगाडि बेहुली हुनुपर्छ। हस् ल हजुर, छोरीले नै हस् भनेपछि कस्तो के लाग्छ? अब पनि बिहे गर्नुपर्छ, साइड सेवा छ।
25 गते यशोदाको बिहे छ पाले चाहिँ हाम्रो घरमा। यशोदाको बिहे यति छिटो गल्ती गरे जस्तो लागेन? गरे पो गल्ती गरे जस्तो लाग्छ। त्यो बच्चीको आँसुले शराब छ। त्यसको आँसुले चाहिँ होइन, तैँले चाहिँ शराब जस्तो छ। समयले बताउँछ। समयले के बताउँछ सुन्न र हेर्न चाहिँ 25 गते छोरीको बिहेमा आएस् ल, म गएँ। बा यशोदाको बिहे गर्ने उमेर भयो भने त मेरो पनि भयो नि। अब मलाई बिहे गरेर पठाइदिनुहुन्छ त? यसो कुरा नगर छोरी, तिमी पढ्नुपर्छ। बाई बाई बाबा। बाई। छि थु यसको हजुरबाको टाउको। केही समयपछि 2 महिनापछि हेलो सुन सबैजनाले, अहिले एउटा केटी फेला पाएको छु। हामी जहिले आउने अड्डा त थाहा होला नि, ठिकाना हो त्यहीँतिर आउनु है सबैजना, बुझ्यो नि? टाइम हाम्रो 5 बजीतिर आउनेछ, सबैजना त्यहीँ आउनुहोस्, बुझ्यौ? ल ओइ मैले साउन्ड लिएर आयो नि। पत्ता लाग्छ नि पुरै आज तेरो हुन्छ लिएर आइन। होइन ओइ लाले, मेरो सम्झिँदा हुँदेर आइस। मेरो छोरी भेटिस् त? कति छ मेरो छोरी? खुसी त छ नि? तेरी छोरी भए पो खुसी हुन्थे। के भन्छ हौ यो? तैँले जसलाई छोरी जिम्मा लगाएर पठाइस् तिनीहरू केटी बेच्ने दलाल रहेछन्। अहिले पुलिस कस्टडीमा सजाय काटिरहेछन्। मेरो छोरी कहाँ छ त? बम्बाईमा बेचिएकी चेलीको के ठेगाना? हल्ला त मरिसके कि भन्ने छ। तैँले पढाइनस् नत्र यस्तो कुराबारे उसलाई पनि ज्ञान हुन्थ्यो। लडाइँ फकाइ गरेर बम्बाई लगिस्, बिचारीलाई पढाउने झुटो आश देखाएर। अब भित्तामा पुरपुरो टोक्दै बस, बेलैमा बुझाएनस्, अहिले पछुतो मानेर के गर्छस्? छोरी त छैन। छोरी म तेरो पापी हो छोरी। अर्को जन्ममा म जस्तो बाउको घरमा कहिले पनि जन्म नले छोरी। म तेरो पापी हो। बालविवाह गर्नु हुँदैन किनभने यसले बालविवाहको जीवनमा गहिरो नकारात्मक असर पार्छ। बाल विवाहका कारण बालविवाहले मानसिक, शारीरिक तथा भावनात्मक रूपमा गम्भीर समस्याहरू भोग्नुपर्ने हुन्छ।